एभ्रिवान, हजुरहरू कस्तो हुनुहुन्छ? म यहाँनिर चाहिँ सागबारीमा आएको छु अनि साग टिप्नको लागि। गाइस, साग चाहिँ के को भन्नुहुँदैछ भने तपाईँहरूलाई एकदम यो मेथी साग हेर्नुहोस् है गाइस, यो चाहिँ मेथी साग चाहिँ एकदम लाभदार छ। यो चाहिँ चिसो काटिन्छ 1 नम्बरमा, अनि 2 नम्बरमा चाहिँ हजुरको लागि ढाड दुख्ने है, यसले चाहिँ एकदम राम्रो गर्छ। ढाडहरू दुख्छ नि हाम्रो लेडिजहरूको, हामी नानीको आमाको त अवश्य नै ढाड दुख्ने गर्छ। र यो साग खानु चाहिँ एकदम राम्रो। हामी यसमा आलुमा मिसाएर खानु सक्छौँ है। अन्त प्लस हामीले त्यतिकै पनि भुटेर खानु चाहिँ, यसको सुप बनाएर खायो भने अझै राम्रो। यसको चाहिँ चिप्लोपन निस्किन्छ, यसको चाहिँ एकदम राम्रो औषधि गुण छ यसमा चाहिँ। तपाईँले खानु सक्नुहुन्छ। हेर्दा चाहिँ टक्क सयपत्री फुलको बिरुवा जस्तो देख्नुहुन्छ तपाईँले, तर यो चाहिँ सयपत्री फुलको बिरुवा होइन, यो चाहिँ एकदम सब्जी हो। मेथी अरे चौसुरको साग है। चिसो चिसो चौसुरलाई चाहिँ एकदम राम्रो भनिन्छ। यसमा चाहिँ यो फलेको चाहिँ भोलिपछि तपाईँहरूले के गर्नु सक्नुहुन्छ, एकदम महमा मिसाएर पनि खानु सक्नुहुन्छ है गाइस। हाम्रो बस्तीमा चाहिँ धेरै कुराको दबाईहरू पाइन्छ कि, तर हामी बस्तीमा चाहिँ चिन्दैनौँ। हामीले चाहिँ खालि एलोप्याथिक, हामी चाहिँ खालि मेडिसिनहरू, मार्केटिङ मेडिसिन है, एकदम पैसा तिरेर खाने मेडिसिन मात्रै हामीलाई दबाई जस्तो लाग्छ। तर गाउँ बस्तीमा चाहिँ जाने भने सबै दबाई नै दबाई छ। यति गाउँ बस्तीको दबाई जानेर खानु जान्यौँ भने चाहिँ हामीलाई किनेर पैसा धरेर खानुको जरुरत पर्दैन क्या। तर हामीलाई थाहा छैन, हामी अब त्यसपट्टि ध्यान दिँदैनौँ। हामीलाई चाहिँ बस टाउको दुख्यो बजार कुदिहाल्छौँ, अलिकति भुँडी दुख्छ बजार कुदिहाल्छौँ होइन। त्यही भएर चाहिँ सायद हामीले केही पनि जान्नु नसकेको। तर हामीलाई जान्यो भने धेरै यही कुराको सुविधा छ। हेरिहाल्नु ल, हाम्रो मुरबिदाङमा चाहिँ यसरी सागसब्जी प्रशस्त छ जतासुकै। हेर्नु, यति टिपिसक्यौँ साथीहरू। तपाईँहरूको सब्जी के छ? हाम्रो चाहिँ अहिले यति नै छ। तपाईँलाई कसलाई मनपर्छ चौसुरको साग? एकदम मलाई चाहिँ मनपर्छ। आलुमा भुटेर खानु पनि दामी हुन्छ गाइस। हेर्नुहोस्, अब म जाँदैछु आलु, हेर्नु न, आलु खनेर खाने बेला भयो। अनि यो चाहिँ के भन्छ, सिबल तरुल है गाइस। सिबल तरुल पनि एकदमै रोपेको छ। यहाँ के छैन होला, के को बिरुवा छ त यहाँनिर। एभोकाडो भयो है, अरेन्ज सुन्तला भयो, त्यस्तै गरी अनेक थरीको बिरुवाहरू हाल्नु भएको छ पापाले यहाँनिर हो। यतिले त पुग्छ पनि होला सायद। अब यसमा किनकि अब सागको टुप्पो पनि घरमा टिपेर अघि ल्याइदिनु भएको छ मम्मीले हो। सागको टुप्पो चाहिँ किनकि आलु बारीमा झ्याम छ, शीतले भिज्छ भनेर चाहिँ मम्मीले बिहान टिपेर ल्याइदिनु भएछ। अनि म पकाउनेवाला छु। अनि यो चौसुर पनि भुट्छु अलिकति। ल त गाइस, हेर्नुहोस्, आमामा यो के को घाँस हो? यो चाहिँ यति बिघ्न बिजन छरी जस्तो छ। यो चाहिँ यसलाई चाहिँ भन्छ रत्नौलो। यो चाहिँ एकदम लेखाली रत्नौलो है, लेखमा हुने रत्नौलो साग। हेर्नुहोस् गाइस, हाम्रो सागको तल हेर्नु त, आम्बो रातो खालको यो सागको बिजन चाहिँ राख्नुपर्छ है। एकदम मलाई मनपर्ने साग। अब म सिमलतरुल पनि खनेर लान्छु घर है। आज चाहिँ छिटो भ्यायो भने घर जाउँ भनेर सोचेको थिएँ गाइस होइन। घरमा काम पुरै छ। अनि किनकि हेर्नु, यहाँ हाम्रो घरमा चाहिँ के छ भने नि, यो के को बोट होला? यो चाहिँ तपाईँले पत्ता छेउमा देखाउँछु, निमको पत्ता है। निम मतलब निम पत्ती, त्यो हुन्छ नि तिते है। यो चाहिँ एकदम हालेर, यो चाहिँ कनाडाको चाहिँ फेभरेट मसला हो, मलाई पनि पुरा मनपर्छ। हाम्रोमा कुखुरा पनि पालेको छ, सुँगुर पनि पालेको छ र बाख्रा पनि छ है। खसीहरू छ यहाँनिर चाहिँ मम्मीको। सो अहिलेको लागि बाई बाई।